हेलो हेलो सम्पूर्णलाई नमस्ते लास्तो फ्याफुल्ला गुड मर्निङ भन्न चाहन्छु साथीहरू आज चाहिँ म मेरो छोरी र मेरो बुढीको लागि आज बफ खाने भन्ने कुरा छ हैन। मासु पसलमा मासु किन्न जाँदैछु। लेट्स सी गाइज, लेट्स सी। अहिले कति जान्छ दाइ तपाईँको दिनमा मोमो? 200 प्लेट जान्छ एभरेजमा है। लगाए चाहिँ यो चाहिँ हाम्रो दाइ चाहिँ किर्तिपुरको धेरै मोमो सेल्स गर्ने मान्छेमा पर्छ है त। उहाँको चाहिँ एकदम राम्रो किमा राम्रो छ है। उहाँले एकदम सफा गरेर लानुहुन्छ। उहाँको मोमोको क्वालिटी पनि धेरै राम्रो छ भन्ने आइरहेछ। तर मैले चाहिँ खाएको छैन। तर दाइहरूले खानु भएको छ अरे। मेरो मामाको छोराछोरीले खानुहुन्छ तपाईँको मोमो। अनि राजु दाई के राजु दाईको चाहिँ किर्तिपुरमा चाहिँ एकदम धेरै सेल्स गर्ने चाहिँ राजु दाई है त गाइज। ल त्यही 8-10 किलो नत्र दाई नै हो, राजु दाई नै हो टप चाहिँ अहिले किर्तिपुरको मोमो साउजी चाहिँ है उहाँ हो राजु दाई। के भन्नुहुन्छ दाई? व्यापारको लागि के धैर्यता चाहिन्छ कि के चाहिन्छ? मेहनत के चाहिन्छ दाई? मेहनत चाहिन्छ है। मेहनत चाहिन्छ, ग्राहकलाई रुचाउनु पर्यो होइन दाई? टमाटरको है दाइको छ। ल है त गाइज, किर्तिपुरमा यो भिडियो कसैले हेर्दै हुनुहुन्छ भने हाम्रो राजु दाइकोमा जानु। लोकेसन चाहिँ कहाँले दाइ? राला हिल चोकमा उहाँको एकदम फेमस रारा हिल मेमोरियल स्कुलमा है त। ल स्कुल चोकमै छ उहाँको पसल चाहिँ है त गाइज। ल किर्तिपुरबाट कसैले हेर्दै हुनुहुन्छ भने म चाहिँ ल साथीहरू किर्तिपुरबाट कसैले भिडियो हेर्दै हुनुहुन्छ भने रारा हिल चोकमा मेमोरियल स्कुल अगाडि चाहिँ उहाँको मोमो खानु होला, एकचोटि टेस्ट गर्नु होला भन्न चाहन्छु है त गाइज। ल साथीहरू म चाहिँ मासु पसलमा मासु किनेर आइसकेको छु होइन। मैले चाहिँ पसलमा पहिल्यैदेखि एउटा मेरो चिन्जान दाइ एउटा व्यवसायी, पहिला विदेश गएर 5-7 वर्ष बस्नुभयो तर केही उपलब्धि नभएर नेपालमै केही गर्छु भन्ने एउटा आर्ट लिएर बस्नुभएको दाइ राजु महर्जनको भिडियो चाहिँ राजु महर्जन दाइलाई चाहिँ भेटेँ र उहाँको मोमो पसल छ भन्ने कुरा पहिल्यै सुनेको थियो तर मैले प्रत्यक्ष रूपमा चाहिँ आज भेटेको थिएँ र उहाँको राम्रो जाँदो रहेछ मोमो है। सम्पूर्ण युवाहरूलाई भएसम्म सकेसम्म आफ्नै देशमा केही गरौँ र केही गर्नु भन्ने चाहिँ सन्देश दिन चाहन्छु है। र म के भन्न चाहन्छु भने अर्को कुरा, पक्कै पनि बाहिर विदेशमा कोही पनि रहरले जाने त होइन पक्कै पनि होइन। सबैजना बाध्यता यहीँ राम्रो रोजगार र यहीँ व्यवसाय चाहिँ राम्रो व्यवसाय भयो भने कुनै जान्छ र बाहिर विदेशमा यहाँ व्यवसाय गरे पनि व्यवसाय टिक्न सकिरहेको छैन होइन। पक्कै पनि राम्रो नेतृत्व र राम्रो नेतृत्व आयो भने पक्कै पनि नेपालमै केही गर्ने एउटा अवसरहरू बन्ला। त्यही यति भन्दै गर्दा साथीहरू नेपालमा केही छैन त भन्नु खोजेको होइन। धेरै उदाहरणहरू छ केही गरिरहेको व्यक्तिहरूको। आफूले हरेक आफ्नो स्किलहरूलाई चाहिँ कन्टिन्यू दिनु पर्यो, कन्टिन्यू गर्नु पर्यो होइन। आफूले जानेको कुराहरू आफूसँग भएको सिपहरूको चाहिँ सदुपयोग गर्नु पर्यो। त्यही भन्न चाहन्छु है त सम्पूर्णलाई। स्वस्थ रहनुहोस्, मस्त रहनुहोस्, अलिअलि व्यस्त रहनुहोस् भन्न चाहन्छु। स्टे सेफ, स्टे ह्याप्पी एन्ड स्टे हेल्दी भन्न चाहन्छु। लेट्स सी गाइज नेक्स्ट भिडियो।